होला राउटेर आजको हाम्रो के चाहिँ हो यो चाहिँ हाम्रोबाट आउँछ यो चाहिँ मामा भन्छ प्रोडक्सन आज हाम्रो मेन सिकारीहरू दुई भाइ यस्ता अवस्थामा छन् कि छोडेर त्यो भेला पारेर ल हामी चाहिँ आज खोलामा एकदमै मछली बडा मछली मार्नु आएको छौँ र हाम्रो मेन सिकारीहरू चाहिँ यहाँ दुई भाइ हुनुहुन्छ। दुई भाइको शिकार चाहिँ यस्तो खालको छ अरे कि जो अघि बढ्यो उसले चाहिँ यत्रो यत्रो लडायो भन्ने खालको एउटा नाराको साथ खोइ भनाइ चाहिँ यो रुखको फेदी जस्तो भनिएको छ। हेरौँ नेपालको माथि के अरे के भन्छ कर्णालीको खोला यस्तो छ आजको हाम्रो यात्रा। यहाँ चाहिँ पुरै ड्याम रहेछ खोलै हो। आजको कुखुराबारीहरू पस्यो के हो त सिस्नु जस्तो छ त ल है जङ्गली तोरी तोरी माडेर चाहिँ त्यो फुलहरू सबै पकाएर खाइन्छ नि आज माछा मरेन भने चाहिँ शिकार खेल्न गइरहेछ मान्छे तापले जाउँ डाँडातिर। के हो घोर जङ्गलमा छौँ अहिले साथी पत्ला जङ्गल होइन टङ 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 गरेछ त रङटङ बस्ने जङ्गल होइन। एकदिन चाहिँ एउटा जङ्गली मुभी बनाउनु मन लागेको छ हो आइद भाइ। हामी चाहिँ अहिले त्यस्तो जङ्गलमा आइएको छ जुन जङ्गलमा एउटा काँडा पन्साउँदै गाईको ठाला आइपुग्यो जङ्गलको झारी पन्साउँदै आइपुगे हे कान्छा यस्तो गरेर चाहिँ ढुङ्गा बटाएर हाम्रो आजको हामी चाहिँ खालि जङ्गल खतरा छ जे होस् एउटा रमाइलो छ यो पुरा खिचाइ चाहिँ के त साथीहरूको गाइस हामी चाहिँ यहाँ मामा भान्जो प्रोडक्सनबाट चाहिँ हामी एकदम यस्तो खालको सिस्टम टिपिरहेको छौँ है आफ्नै बारीमा फले जस्तो तर भन्न गाह्रो हुन्छ होइन। जङ्गलको न तेरा न मेरा न हाम्रा यस्तो छ सिस्टम टिपाइ चाहिँ अब यतातिर कतातिर चिलाएको छ अब यो समयमा फलेको चिज त खानु भन्छ। यो सिजन अनुसारको सिस्नु हो है। यो चाहिँ अब टक्क भेन्डी लाएर चाहिँ स्याम खानुपर्छ कि के भन्छ दामी दामी स्याम खानेर सिस्नु माथि तान्दा त उयो आउँदैछ त यहाँ साथीहरूको सिकारीको लहराको लागि पहरा तान्दैछ होइन यहाँ कहाँ चिलाउँदैछ यसको
एउटा सिकारी यता हो कि दिदी छ ओ ए खोला पार जानुपर्ने अब कता जानु अब यता त घर रहेछ नि त पऱ्यो नि खोला चाहिँ हो रहेछ त बगान यो पनि एक खालको सागै हो हाम्रो यो दाहरू ती डाँडामा शत्रुको लागि एट्याक अवस्थामा रहिरहेको हामी यहाँबाट जानकारी दिन चाहन्छौँ डोनाल्ड ट्रम्पले डिपोर्ट गर्छ भनेर साथीहरू जङ्गल आफै नै बुझेर घर लाग्दैछ कागज बिन हाम्रो डोनाल्ड ट्रम्पले के डिपोर्ट भनिदिएको आफै बाटोमा खानेकुरा भेटिँदैन भनेर साथमै बल्छी बोकेर कुदिरहेछ नसकेर यहाँ एकजना आउँदैछ हेङ्माको तालमा पुरै भन्न सजिलो छ होइन यो त सबै मान्छेले सबै हामी तल्लो बाटो हुँदै हामी हौ होइन यसरी हामी जङ्गलको यात्रा कहिलेसम्म हिँड्ने त्यही भएर हर्क साम्पलमा ल्याउँ भनेको बाटो खनाउनु ओफ के गनायो त पदिना गनायो त होइन यो त एउटा टिम्बुर पो गनायो त को अड्की छोड्नु ल छोड्नु यो खालको छ हिँडाइ बाटो त एकछिन देखेको थिएँ खतरा देखेको बाटो त हो होइन च्याउ नटिपौँ भरे च्याउ सिधै गइन्छ हौ कालो के हुँदैछ यताको होइन एउटाले के गर्नु नहुने जङ्गल हो र यो नि खै गन पढेर त भन्दै थियो आत्था त म त रातै भनिहालेछ नि ल हो यो मान्छे त खाँदै हिँडिरहेको त हो होइन माग्छ ओह्रालो पानीतिर पस्छु ल हे साथी हो रुखभरि छेउ छ यस्तो अवस्थामा पनि छ मान्छेहरू हेर्नुहोस् यसरी पनि जिन्दगी बिताइरहेको छ होइन हामी के डाइभ हानौँ न भाइ भाइ त्यो माथि डाँडा भाँची छ त्यो पक्रेको हामी यसरी ल है एकजना त रिपोर्टर त बस्नै पऱ्यो यस्तो अवस्थामा को चाहिँ पर्लाङ्गे लड्छ अरे भाइरल हुन्छ भन्दै यहाँ योजना भएर हाम्रो केही लाखेर आउँदैछ
चाबुक चाबुक मारे चाबुक। अब यो अब नआउनु थियो कि आइहाल्यो कि अब फिल्डिङ खेलेर पछि जाउँ त होइन। त्यो अघि बाटो त उताबाट आएको जितेछ नि त। एउटाले बाटो फेरि लास्टै घुमायो क्या I-90 भरे घुमायो। ऊ लाग्यो हौ कहाँ चढे होइन यस्तो हो नि हो होइन उखाले हिँड्नु न। ए भ्याइन्छ म त आइते त भ्याइन्छ सकिन्छ भुटानमा त त्यही त हामी त खाली खुट्टामा हिँडेको भन्नु मिल्दैन अवस्था यस्तो परेपछि। हौ आदङ भयो त्यहाँ पनि पातो भयो त्यहाँबाट त कहिले आइपुग्नुहुन्छ माथि जानुपर्ने मुनि नि अहिले यसो घुमेर जाँदा हुन्छ। मेरो त चप्पल यस्तो भयो नि त जुत्ता लाउँथेछ हो यो त कास्टिङ मात्रै हो। मान्छेको यहाँ पाहाडै खुसिसक्यो नि यस्तो छ हालत पालत हेरौँ त जङ्गलमा। अब यस्तो खाली खुट्टा हिँडेछ साथी हो मजाको आउँदो रहेछ खाली खुट्टा खाने साथीहरू पर छ हो। अनि हामी चाहिँ यो ढुङ्गामा जान लागेको हौ होइन। यसो जान्छु हो ल हामी त टाङसिङ खोलामा छौँ नि त हौ साथी हो आइपुग्यो हाम्रो यो दाहरू अमला हुन्छ अमिलो खोला हुन्छ धमिलो मन परेको माया भेट्यो भने चाहिँ नि फेरि हुन्छ मित्रले चारो भेटिसक्नु ए हो त्यो हावा हुन्डरी चलेको बेलाको याद आउँछ नि तान्नु तोडले कुदिँदैन बरु त्यो हाँगाले लागोस् नलागोस् त्यस्तो भ्यालु थिएन क्या कहाँ चाहिँ झर्छ त्यो दाउरा त सोराइ यसरी हाम्रो दिन आचार्यहरू बितिरहेछन् यसरी गइरहेछ हामी यसरी आछौँ यता रमाइलो ठाउँ छ ढुङ्गा माथि चाहिँ ठुलो र यहाँबाट चाहिँ हाम्रो साथीहरू हिजो रमाइलो पर बसिरहेछन्
एडभेन्चर दिस इज द जङ्गल एडभेन्चर भइरहेको छ यहाँ साथीहरू यहाँको हालत त्यस्तो छ हामी अहिले बाटो बिर्सिरहेको अवस्था छ यो घनघोर पत्लाई जङ्गलमा हामी फँसेका छौँ ल हेर्न यहाँ चाहिँ पुरै आजको यही हो आजको त एकदम स्वादिष्ट घामा छ आजको चाहिँ खाजा खुवाइछु ज्ञान ससेसको नम्बर त्यसै झारौँ न फेरि झारो जाँदा सबै नुनै हाम्रो यो त 5 स्टार होटल पनि पाउँदैन जस्तो त मित्रको त्यो भिडियो गरेर मेरो चिकन लेग फेरि नुन लाउनु मैले त के हाफिन उल्टो भयो भनेर सुल्टो लाग्यो हाफिन त मुतेर सकेछ नि त के गर्नु जिन्दगी यस्तै छ हानेर छोडेको होइन हाम्रो मणि दाइले के भएर हाफ पेन्ट उल्टो लगायो भनेको मुतेर सकेछ नि त हेर्नु त यहाँ सबै चिसो बनाएर बेलुका मिस्टेक भयो जिन्दगी खोलासरी भएको छ यो त उयो हो दुङदुङे ल्याएको तोरी साग कुरा आउनु थालिसक्यो यहाँ हो हिँडिरहेको छु बाटै त्यता अरे नि त नि अब माग्छ कि होइन माग्छ कि हिँडै मिर्गा चाल जस्तो हुन थाल्यो हेर्नु त माछाको पावर आए जस्तो छ अब ल साथी हो अब हामी चाहिँ जाँदैछौँ यो बिन्द्रवन हो यो पत्लाईको जङ्गल पनि भन्दा पनि अलिक फरक नपर्ला हामी चाहिँ यहाँ खासै आज विशेष ट्रेकिङको लागिलाई एडभान्चर ट्रेकिङ जस साथीमा फन गर्नलाई आएका थियौँ र हाम्रो यस एमबी प्रोडक्सन च्यानलबाट यो भिडियो हामी सायद लङ टाइम पछि हामीले हालिरहेको छौँ गाइस प्लिज सब्सक्राइब एन्ड सेयर नट डिलिट ओके यस्तो मजाको जङ्गल हारी छ यो जङ्गलमा आउनु पनि एउटा समय चाहिन्छ साथी हो बाटो यता थिएछ बाटो साथी अलिक रङ नम्बरमा हिँडेको कारणले चाहिँ यो हालतमा फेरि खोलाको डिल आइसक्यो ओ के छ त हाम्रो भनौँ है यहाँ एमबी प्रोडक्सन हेर्ने जनतालाई के भन्न चाहन्छ के भन्दै जाउँ लहे 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 हाम्रो
भित्र पा खाने हो म पक्रिन्छु निगुरे हेरेर आउनु पर्यो निगुरे कहाँ छ यहाँ रहेछ नि त हौ तिते निगुरे अर्कै खालको क्या यसलाई चाहिँ भन्छ मर्मती निगुरे सरखा चाहिँ चुप लगाएर टिप्दै रहेछ निगुरे हो निगुरे त पनि खालि सबै भइसकेको छ नि निगुरेको बोट चाहिँ यो हो नि ल गाइस निगुरे त सबैले ओ तिम्रो कुरा छोडिदेऊ न यहाँ सबै हुर्किसकेको छ निगुरे पनि गाइड निगुरेको बोट त सबै हुर्किया छन् साथीको यो निगुरे नि हो नि त तर निगुरे चाहिँ हुर्किएछ नि सबै त्यसको त बोर्ड लानु पर्छ नि साथी हो निगुरे खोजे जस्तो जग्गामा तर केही भेटाइएको छैन यो चाहिँ एकदम दामी रहेछ भाइ एउटा एडभान्चर हुँदैछ त्यो बामे साह्रै हुँदैछ के खालको छ यस्तो रुखको काभेभित्र छ हामी साले जाँदैछौँ हामी एडभान्चर भनेको चाहिँ यो Damn it. के भनेको लड छ कि भनेको हाम्रो आज यहाँको चाहिँ नाइ के हुनुहुन्छ यता एडभाइजर यता हाम्रो म्यानेजर हुनुहुन्छ त होइन माछा किराको कुरा छोड्यौ कि माछा त्यो भएको छैन एकछिन ऊ हेर्दै माछा एकछिन खोलाको टेलमा बसेर खाँदाको
मजै छुट्टा हुन्छ है भनेर चाहिँ हामी यहाँ यस्तो खोला नालाको डिलमा आएर चाहिँ खाने प्रयास गरेको छौँ। जङ्गल छ है, त्यो हरियाली जङ्गल हेरौँ त साथीहरू। र यहाँ चाहिँ एउटा छेउ पनि रहेछ त, यो के छेउ होइन, यो चाहिँ पत्ला सकिएन नखाउँ होला, यसले खाइयो भने घर पुगिँदैन साथी हो। अलग खाना नाक्साले उद्घाटन गर्दैछ ग्यास होइन बनेर बालेर गर्नुपर्छ होला हौ। ल साथी हो, यहाँ अब साथीले ग्यास पनि बालिसक्यो। हाम्रो सब्जी त कराउँदैछ त हौ फेरि सब्जी कराएर गइसक्यो। कुकुर दाइने मान त अर्कै पो थियो नि, गुरे त्यत्तिकै किलाइराख्नु भएको छ हाम्रो दाइले। यो हो नि त सही ओ भात त डढे जस्तो छ त भन्छ होइन डढ्यो अरे ल है भात डढे नि गुसुङ त होइन भात डढेको होइन हौ यो भात डढे ए डढ्यो हो भात डढेको ए होइन। डढ्यो तानु निकाल्नु पर्छ। आछौ जाछौ डढ्यो होइन नाम डढेको होइन, तलकोमा चाहिँ माथि निभो यो निभो होइन त्यो जिरो हानौँ न माथि। ए साथीहरूले भात नखाने रहेछ नि यस्तो पाराले डढेको भन्छ मामरी पो त त्यो हेरौँ न नाप्सा। यो त मामरी पो त कान्छ हेर त कस्तो दामी छ। मामरी हो यो त माथि यो त दामी छ नि। भात त डढेको थियो भात डढेको होइन, यसलाई डढेको भन्नु हुँदैन चलाएको छ कि मामरी भात मामले पाएको छ कि होइन हाम्रो दाइले निगुरे पाएछ मित्रले दाइले केलाई राख्नु भएको छ। अब हामी के भन्दै थियो कुकुर दाइने भने मैले के दाइने होइन माछा त्यो प्लेटको त सबै महत्त्व छ। यो चाहिँ कता आउँछ है फेरि युट्युबमा अघि देखाउनु पर्थ्यो नि त यहाँ तर्सेको चाहिँ अब टट पनि यस्तो गरेको मसला डढिसकेको छ। प्याज हालिसक्नु भएको छ हाम्रो मित्रले। बेच्न चाहिँ लाउनु बेच्ने के हो बेसा चाउ लाउनु हर्दी चाहिँ लाउनुपर्छ है। हर्दी त लाउनु हर्दी पिसेर हुन्छ फेरि हारन्दी भने हो जिम्मीले त हारन्दी भन्छ होइन बेसार हर्दी जे भन्दा न त इन्डियन बङ्गाली जे मिक्समा पनि हर्दी बेसार हाम्रो माछा चाहिँ कुकुर दाइले नखानेमा पर्नु भएको छ। प्रोटेस्ट गराउनु भएको थियो अहिलेसम्म। बेसार रहेछ उहाँको चाहिँ के कोटायो हो यो यो त आज मलाई भिज्जै बनाएको छ कि साथीले पुरा यहाँ केन्चरी गरिँदैछ खालि यारी काटेको हो। यारी कटाइ हुँदैछ कि कस्तो कस्तो आउँदैछ हौ। खै अहिलेसम्म त माछाको चाहिँ अलिक क्लियर देखिँदैछ। मित्रले हाम्रो मित्रले कुकुर दाइने हो कुकुर दाइने हालिसक्नु भएको छ। माछाको चाहिँ क्लियर भिजन आएको छ। पालङ्गीको यो कुकुर चाहिने पनि पालङ्गीको बास्ना आएको छ। दामी हुन्छ कि हो गामा म त तितो मनपर्छ जस्तै आयो। अनि त्यसमा त खान्दिनँ। माछा तपाईँलाई छुट्टै छ ऊ मामाले ल्याउनु भएको छ है तरकारी झार त माछाको लागि छ। माछाको लागि पौडी खेलेर एउटा माछा निकाल्नु हो सकेको नि हौ। टमाटर लगाइदिउँ त साह्रै मिठो साह्रै मिठो यतिको मिठो त भेट्दैन। टमाटर फाल्नु त अनि यता ल्याऊ त्यो फाल फेरि कता हिसाब पानी छ छैन हौ पानी कति चाहियो भन यहाँ होइन त्यो बेसी पनि हाल्नुपर्छ एउटा दुध अर्कोलाई निम्बुले ल्याउनु धनियाहरू सबै के दुई पकाउने हो र 200 एक खेलमा पो होला। होइन नि हौ फेरि ऊ माछा उहाँ नखाने भयो तितो र निगुरे मिस्यो फेरि कस्तो हुन्छ अति नराम्रो हुने भयो होइन
भारो माछा भाइ भनेको नि बरु कम्ती खाने एउटा खोलिदिनु त भएन अनि मन नपरेको त खाँदैन जस्तो यो कुरा त हामीले के भने माछा के छ बनाइ कुकुर दाइने खानुहुन्न अरे के भन्नुहुन्छ अब उताको खाने नि कसो खान्छ माछा कता खाने अरे उताको मामालाई सोध्नु है उताको कताको धनिया अदुवा काटेर यो निगुरे काटेर रेडी छ हाम्रो वनभोज खानु लागि यहाँ प्याज यो लडिरहेको छ अघि सलाद खाइसक्यो सलाद यति अचार लाएर घाम भाइ अनि छेरिएन यहाँ आऊ निङ्गुरे हेर न यहाँ अनि यहाँ कुकुर दाइने कुकुर दाइनेको गन्ध साह्रो राम्रो आयो त हौ कुकुर दाइने भएको बाँच्न गन्ध हो माछा त के पर्छ खोला यत्रो छ नि ओ सरकार ओ सरकार अब त कुकुर दाइने होइन क्या उसलाई कुकुर साग भन्नुपर्छ अलमोस्ट अब राम्रो पाक्नु होइन यसलाई चाहिँ कुकुर हाम्रो माछा साह्रो भोक लागेको अरे के भयो जान्दा त यो कुकुर दाइने त भरे पकाउनु मासु के खाने हो माछाले भन्नु नि यहाँ मिडियामा भन्नु के खाने तुरे फाइन तिर्ने हिसाबले गर्नुपर्छ है माडीलाई ओ यो केलाउने होइन सब्जी साह्रो बिग्रियो नि आज बिग्रियो साह्रो टिप्नु यो पाक्यो पाक्यो साथी, पाक्यो मामा? पाक्यो तपाईँले नि तरकारी लिएको भनेको तताउनु पर्छ होला नि त लास्टमा सोल्जर पकाएर छ होइन सोल्डर पकाउनुभन्दा अगाडि तताउनु पर्यो तताउन त्यसो कि यसैमा चाहिँ लगाइदिँदा हो नि त यसैमा नलाउ होला म्याम के छ त्यो त्यो हिजो भाइहरूकोमा पकाएको सब्जी हो आलु मटर विनोद भाइ के आलु मटर हाल्ने यही हाल्दैन यसमा कि फाल्टै गर्ने हाल्टै गरौँ ठिकै छ, मामा, त्यो तताउनु होइन ल। निकाल्नु त, यो तताउनु। खनै हालौँ कि अनि त्यो बर्खा तताइहालौँ न अनि यो गर्नु रोपेर टमाटरको हालत छैन अहिले यति नै हो अब यहाँ छैन पो धेरै मान्छेले त एक छाक मात्रै लिएको रहेछ नि त आफ्नै लागि टमाटर अलिक चलाउँ एक बोटु गर्नु पर्छ यो सब्जी चाहेको थिइनँ त दाइ आलुको मैले एक खानु आलु मटर नानाले खानुभयो चाउमिन कुकुरलाई पठाइदिनु सबै रातै मान्छेलाई उठाएर खानु लाग्दा बिग्रिँदैन हो लाउने तरिका पनि यस्तो हुन्छ अलि हाल्नु नि धनिया अलिक थोरै होइन अदुवा पनि हाल्नुपर्छ हौ अघि लगाएको नि आगो मार्ने होइन नि अलिक डढेले हौ डढेको मिठो हुन्छ त्यो माछाहरू होइन अनि खै खै चलाउनु सबै होटेल ए नुन त लगाइएको छैन त छैन नुन लाउँ त हुन्छ होला नि अलि लाउँ चासोहरू बरु भएर लाउँदै खाँदा हुन्छ नि अन्त हाम्रो माछा कम्ती नै खान्छ कि अलिकति पानी हाल्नु पर्दैन अहिले पर्दैन पानी ग्रेभी लाउनु बनाउनु पर्छ होला यसमा किनभने अलरेडी यहाँ छ कि अलिक दाइ त ए भेना पानी त भरे त लगाउन जाँदैछ यहाँ अब चाहिँ हामी धमिलोमा जाँदैछौँ है काउले नै होइ ओ सरकार
ए हो यसो मिलाउनुहुन्छ दिस इज चौलेनी र यो चाहिँ हाम्रो दही र यसको चाहिँ हामी के बनाउँछौँ भन्दाखेरि चाहिँ स्पेसियल स्पेसियल यो आउँछ अब हामी चाहिँ सोलर बनाउनु गयो भने ल एकछिन न मेरो काठ फुटेको छ मोबाइलबाट ए मोबाइलबाट पो गयो सर उयो हाल्नु त जोड्छु नि गरेर मैले मास यो है तेल खारिसक्यो यो है म्यान कम अन म्यान लु गर्नु थोरै हाल्नु थोरै ल साथीभाइ अब हामी चाहिँ लास्ट चरणमा छौँ ल यो लास्ट चरणको चाहिँ हाम्रो चौलेनी र दहीको सोलर चौलेनी र दहीको सोलर हामी बनाउन गइरहेछौँ है तपाईँले अन्तिमसम्म भिडियो हेरिदिनु होला माया गरिदिनु होला र हाम्रो परिकारहरू पनि तपाईँलाई अन्तिम हामीले देखाउने त्यो जिरा उयो होइन जिरा नि माक्स यता बस्नु यो त 12 मसला थोरै हाल्नु थोरै ल ल अब हामीले चाहिँ 12 मसला र जिरा हालिसकेका छौँ साथी हो यो चाहिँ हामी यस पछाडि हामी प्याज हाल्छौँ अनि हाम्रो कता छ हाम्रो अदुवा लसुन पनि हाल्छौँ त्यस पछाडि अनि त्यहाँदेखि चाहिँ हामी दही र चौलेनी हालेर चाहिँ ओ सरकार प्याज अलिक डढेको हुनुपर्छ दुईवटा डढे हामी खराउँछौँ नाच्नुहोस् तपाईँहरू लगाउन तर ल, हामी ल। चाहिँ खाएको छुइनँ हाम्रो ल है साथी हो आजको हाम्रो वनभोज चाहिँ यस्तै हुँदैछ होइन खोलाको डिलमा त्यो पनि जङ्गलमा सुनसानै जङ्गलमा मजा आइरहेको छ अब चाहिँ हुँदैन